कप नानीले बर्थडेमा पापालाई दिएको। अनि यो चाहिँ प्रिन्ट छ, यो मामु छोरीको छ 2टा प्रिन्ट। त्यस पछाडि यो नानीको, बाबा र नानीको। त्यस पछाडि बाबा नानीको छ। यो चाहिँ म्याजिक कप, जब तातो पानी लाग्छ, तातो पानी लगाइन्छ नि, त्यस पछाडि बिस्तारै हेर्ने यसको म्याजिक। बिस्तारै जब तात्तै 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 जान्छ, त्यस पछाडि मात्रै फोटोहरू देखिन्छ। छोरीले बाबालाई बर्थडे गिफ्ट दिएको। यिनीहरू कपहरू चाहिँ कुन चाहिँ तपाईँ अनि मेरो भनेर हुन्छ, बाबालाई दिने भनेर ल्याएर मेरो एउटा हो। त्यो म्याजिक चाहिँ तपाईँको अलिअलि आउनु सुरु गर्दैछ। पानी अलि सेलाएछ क्या हो, त्यही भएर राम्रो आइरहेको छैन। देखिँदैछ, हेर्नु न, तातिएपछि देखिन्छ यसरी फोटो। अलि धेरै तातो पानी भयो भने प्रष्ट। नगर्नु न, तातो नै रहेन रहेछ, अझ हल्का मात्रै देखियो। सुरु भयो देखिनलाई। अब जब तातो हुन्छ अनि मजाले देखिन्छ नै। जब कप तात्छ नि, मजाले फोटो देखिन्छ प्रिन्ट गरेर चाहिँ। यतापट्टि बाबा, नानी अनि मामुको छ। उतापट्टि कसको छ? यहाँ छोरीको मात्रै रहेछ है, छोरीको छ। यसरी देखिन्छ तातेपछि, देख्नु हो, उज्यालो हुँदै गयो, यसरी प्रष्ट देखिन्छ। अझै तातो, धेरै तातो पानी रहेनछ, नत्र जब तात्छ अनि मात्रै मजाले देखिन्छ। नानीले दिएको गिफ्ट। बाई बाई।